कारागारको अगाडिपछि कारागारको गेटमा जेलरको चल्छ, प्रहरीले रोक्छ। मिडिया जान दिन्न। पूर्व गृहमन्त्री रवि लामिछानेको राजनीतिक सल्लाहकार दीपक बोहरालाई मैले जेलरसित सोधेको छु, मैले जेलरको आदेश लिएको छु भन्दा पनि यो गेटमा प्रहरीले रोक्छ। प्रहरीको आदेश होइन, यो गेटमा जेलरको आदेश हो। यदि यो गेटमा प्रहरीको आदेश हो भने जेलरलाई हटाएर प्रहरीका इन्सपेक्टरलाई जेलर बनाएर राख्ने हुन्छ। होइन भने प्रहरी रवि लामिछानेप्रति पूर्वाग्रही बन्नु हुँदैन। प्रहरी हरेक ठाउँबाट पूर्वाग्रही बन्दैछ रवि लामिछानेप्रति। रवि लामिछाने अहिले पनि आरोपित हुन्, दोषी होइनन्। भोलि बिहान रवि लामिछाने अदालतबाट निर्दोष भएर निस्किन सक्छन्, निस्किने सम्भावना छ। तर रवि लामिछानेप्रति यसरी पूर्वाग्रही प्रहरी हुनु हुँदैन। पूर्वाग्रही हरेक ठाउँबाट डे 1 देखि प्रहरी रवि लामिछानेप्रति पूर्वाग्रही हुँदैछ। हामीले पनि यहाँभन्दा अगाडि पूर्व गृहमन्त्रीहरू जेल गएको देखेका छौं, तर यस्तो हरकत थिएन। यो हरकत प्रहरीको ठिक होइन। प्रहरी मेरो साथी बनोस्, प्रहरी पूर्वाग्रही नबनोस्। धन्यवाद।